र आज डेली रुटिनको चाहिँ मेरो 5 डे होला है गाइस। र हाई एभ्रिवान, म सधैँ तपाईहरुको अगाडि एनपीएम नन पेस्टिसाइड म्यानेजमेन्ट सस्टेनेबल एग्री फार्मिङ अर्ग्यानिक आइडिया एन्ड सजेसन जैविक उपाय अनि जानकारी भिडियो लिएर आउने गर्छु है। र आज पनि म मेलोमा निक्लिनै आँटेको छु र यहाँ किड्सहरु देख्नु हुँदैछ है। यो सबै अब फार्मिङकै लागि हो। र आज चाहिँ यो ठुलो सिजर बोक्दिन है म, किनकि मैले सानो सिजर लिएको छु। यो सानो सिजर यो चाहिँ एकदमै लाग्नै छ, अन्त त्यसले गर्दाखेरि यो लान्छु हो। अन्त यो ठुलो सिजर लगेनपछि यो रेतीको पनि कामै छैन है। अन्त यो चाहिँ यसमा बिउहरु छ, के को बिउहरु छ कुनै अब त्यो खोलेर हेर्नुपर्छ है। र मलाई थाहा हुन्छ र यो पनि लगिराख्छु। यो पनि अब चाहिन सक्छ, हुन चाहिँ अब यो गार्डनिङको लागि हो, तर त्यहाँ पनि अब कुनै खेर अब चाहिन सक्छ है। अन्त यसले पनि यो माटोहरु चलाउनु पुर्नु धेरै सजिलो हुन्छ है। र अब भने म मेलामा लागे है। र फाइनली बारी चाहिँ जोतिसक्यो है। जोतिसक्यो के भन्नु, यो माटो चाहिँ रिफ्रेस लियो है। जोतेकै जग्गालाई चाहिँ फेरि रिपिट गरेको। र अब चाहिँ अब यो आजको मेसिनको काम चाहिँ यो पावर टिलरको काम चाहिँ यति नै हो। र यसलाई चाहिँ म प्लास्टिकले छोपिदिन्छु है। बिकज यो पानी आयो भने चाहिँ यसको चाहिँ अब इन्जिन भिज्छ नि त, त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ प्लास्टिकले छोपेर बान्नुपर्छ। अब फेरि म चाहिँ यहाँदेखि यसो चाहिँ अब प्लास्टिक छाप्न तयार परिरहेको छु है। यो पुरानो प्लास्टिक ल्याइरहेको छु, मल्चिङ प्लास्टिक। र अब म चाहिँ प्लास्टिक छाप्न स्टार्ट गर्नेछु। पानी पनि आउनै आँट्यो है। र यो सिजरको काम चाहिँ के हो भने नि, यसरी जुन चाहिँ यो बेसी भएको प्लास्टिक हुन्छ नि, अब यो पुरानो प्लास्टिक हो, यो चाहिँ अब नाप बेगरको हुन्छ नि त। कोही छोटो पनि पर्न सक्छ र कोही लामो पनि पर्न सक्छ। अन्त त्यसको लागि चाहिँ यो टुक्राउनुको लागि कोही काटेर फ्याँक्नुपर्छ, कोही काटेर मिलाउनु पर्छ। त्यसको लागि चाहिँ यो सिजर लिएको है। र आज म यति चाहिँ प्लास्टिक, मल्चिङ प्लास्टिक यति चाहिँ छाप्नु सफल भयो है। अन्त आज अब यतिमै काम राख्दै मेरो भिडियो यहीँ राख्छु। थ्याङ्क यू फर वाचिङ।